केकेआरएसएस सालुगडाको वृक्षारोपणको अन्तिम चरणमा हामी पुगिसकेका छौँ र यसरी सबै हामीले यहाँनिर लगाइसकेका छौँ र यसरी हाम्रो सहसचिवहरू यसरी लाग्नु भएको छ र यसरी नै हामीले जहाँ जहाँनिर हामीले वृक्षारोपण गऱ्यौँ यहाँनिर यसरी हामीले जो छ यसलाई प्रिकसनको लागि यो पनि गरेको छौँ र हाम्रो उपसभापति प्रितम राईज्यू उहाँले फरेस्टबाट लिङ्क गरेर ल्याउनु भएको बिरुवा र आज हामीले बिहान 9 बजीदेखि लिएर अब हामीले अहिले अन्तिम समय यति बेलासम्म हामी यहाँ लागि परिरहेको छौँ। अझै हामीलाई आधी घन्टा जस्तो लाग्छ होला र जति पनि यो तपाईँले हरियो देख्नु हुँदैछ यो एरियामा यो खोलाचन फाप्री माङखिमको अगाडिको फरेस्ट इलाका हो जहाँ चाहिँ साकेला पर्व उँधौली पूजा धुमधामले डिसेम्बरमा हामी मनाउने गर्छौँ। यसपालि 12 डिसेम्बरमा हामी धुमधामले मनाउने गर्नेछौँ यहाँ र यस एरियालाई हामीले हरियाली ल्याउनुको निम्ति र यसरी जहाँ चाहिँ रुखपातहरू अलिकति यहाँ खकुलो खुल्ला थियो त्यहाँनिर हामीले यसरी लगाएको छौँ। यो हाम्रो किरावा रदु छ, किराती खम्बु राईहरूको पहल हो र यसरी हामी सबै मिलेर किराती खम्बु राईहरूले यसरी हामीले आज अन्तमा हामीले यो एउटा सानो भिडियो निकालिरहेछौँ। यसरी हाम्रो महासचिव अशोक कुमार राईज्यू हुनुहुन्छ र यसरी नै हाम्रा पदाधिकारीगणहरू यहाँ हुनुहुन्छ, जीवन कुमार राई बुबु, यसरी नै नाना र यसरी नै हाम्रो सल्लाहकार पदम राई सर लागि पर्नु भइरहेछ र यसरी हामीले आफ्नो संस्थानको निम्ति आफ्नो भविष्यलाई संरक्षण गर्नुको निम्ति हामीले प्राकृतिक पूजा गर्नुपर्ने हुन्छ भने प्राकृतिक पूजा गर्नुभन्दा पहिला प्रकृतिलाई नमास्नुको लागि चाहिँ हामीले यसरी वृक्षारोपण गरेको छौँ र सबैलाई यही एउटा सन्देश हामी दिन गइरहेछौँ। केकेआरएसएस किराती खम्बु राई सांस्कृतिक संस्थान सालुगडा, जिल्ला जलपाइगुडी, केन्द्रीय समिति जलपाइगुडी, बद्दे आलाङ्ने।